शुभ प्रभात। दैनिक आशा कार्यक्रममा तपाईहरू सबैलाई हार्दिक स्वागत छ। आज फेरि परमेश्वरको वचनसँग केही समय बिताउने यो सुन्दर अवसर पाएकोमा हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ। तपाईँ घरमा हुनुहोस्, काममा हुनुहोस्, यात्रामा हुनुहोस् वा आफ्नो दिनको सुरुवात गर्दै हुनुहोस्, हामी प्रार्थना गर्दछौँ कि आजको यो सन्देशले तपाईको हृदयलाई नयाँ आशा, नयाँ शक्ति र नयाँ साहसले भरिदियोस्। जीवनको यात्रामा हामी सबैले कहिलेकाहीँ डर, अनिश्चितता, चुनौती र कठिन परिस्थितिहरूको सामना गर्नुपर्छ। भविष्य कस्तो होला भन्ने चिन्ता, परिवारको जिम्मेवारी, स्वास्थ्यको समस्या, आर्थिक कठिनाई वा जीवनको अनेकौं सङ्घर्षहरूले कहिलेकाहीँ हाम्रो मन कमजोर बनाइदिन्छ। तर आज परमेश्वरको वचनले हामीलाई एउटा महत्त्वपूर्ण सत्य सिकाउँछ। साँचो साहस हाम्रो आफ्नै शक्तिबाट होइन, परमेश्वरमाथिको विश्वासबाट आउँछ। आजको हाम्रो विषय हो साहसका साथ जीवन जिउनुहोस्। आउनुहोस् सबैभन्दा पहिले परमेश्वरको वचन सुनौ। बाइबलमा हामी हेर्छौँ भने यहोशूको पुस्तक 1 अध्यायको 9 मा लेखिएको छ, मैले तिमीलाई आज्ञा दिएको छैन र? बलियो र साहसी हौ, नडराऊ, निराश नहौ, किनकि तिमी जहाँ जहाँ जान्छौ त्यहाँ त्यहाँ परमप्रभु तिम्रो परमेश्वर तिमीसँग हुनुहुनेछ। यो परमेश्वरको जीवित वचन हो। प्रिय श्रोता, जब हामी साहस भन्ने शब्द सुन्छौँ तब हामी प्राय युद्धमा लड्ने सैनिकहरू, आगलागीबाट मानिसहरूलाई बचाउने अग्नि नियन्त्रणहरू वा असाधारण उपलब्धि हासिल गरेका व्यक्तिहरूको कल्पना गर्छौँ। तर बाइबलले साहसलाई फरक तरिकाले परिभाषित गर्छ। साहस भनेको कहिल्यै नडराउनु होइन। साहस भनेको डर हुँदा पनि परमेश्वरमा भरोसा गरेर अघि बढ्नु हो। यहोशूले यही कुरा आफ्नो जीवनमा अनुभव गरेका थिए। जब महान अगुवा मोसाको मृत्यु भयो, त्यसपछि सम्पूर्ण इजरायलीहरूले नेतृत्व गर्ने जिम्मेवारी यहोशूको काँधमा आयो। उनको अगाडि धेरै चुनौतीहरू थिए, धेरै शक्तिशाली शत्रुहरू थिए, अज्ञात भविष्य थियो र डराउने धेरै कारणहरू पनि थिए। तर परमेश्वरले यहोशूलाई यात्रा सुरु गर्नु अघि नै एउटा महान प्रतिज्ञा दिनुभयो। उहाँले भन्नुभयो, बलियो र साहसी हो, किनकि परमप्रभु तिम्रो परमेश्वर तिमीसँग हुनुहुनेछ। ध्यान दिनुहोस्, परमेश्वरले कहिले भन्नु भएन कि यात्रा सजिलो हुनेछ। उहाँले भन्नुभयो, म तिमीसँग हुनेछु। र परमेश्वरको उपस्थितिले नै सबै कुरा परिवर्तन गर्छ। सायद आज तपाईँ पनि आफ्नो जीवनको कुनै यर्दन नदीको किनारमा उभिनु भएको छ। सायद तपाईँ आफ्नो परिवारको भविष्यको चिन्तामा हुनुहुन्छ, सायद रोजगारीको खोजीमा हुनुहुन्छ, सायद कुनै रोगसँग सङ्घर्ष गरिरहनु भएको छ, तपाईँको मनमा कसैले नदेखेको पीडा लुकेको छ, वा परमेश्वरले तपाईँलाई कुनै नयाँ कामतर्फ डोर्याइरहनु भएको छ, तर डरले तपाईँलाई अघि बढ्न रोकिरहेको छ। यस्तो अवस्थामा परमेश्वर आज पनि तपाईँलाई यही भन्नुहुन्छ, नडराऊ, म तिमीसँग छु। उदाहरणका लागि, एउटा सानो बच्चाले पहिलो पटक साइकल चलाउन सिकिरहेको कल्पना गर्नुहोस्। उसलाई धेरै डर लागेको हुन्छ। उसलाई लाग्छ, यदि म लडेँ भने के होला? तर उसको बुवा साइकलको पछाडिबाट सिट समातेर उसको साथमा हिँडिरहनु भएको हुन्छ। बच्चालाई अझै पनि अलिकति डर लागिरहेको हुन्छ, तर उसलाई थाहा हुन्छ मेरो बुवा मसँग हुनुहुन्छ। हो, त्यही विश्वासले उसलाई साइकल चलाउन साहस दिन्छ। केही समयपछि उसले महसुस गर्छ कि उसलाई साहस बनाएको साइकलले होइन, उसको साथमा हिँडिरहनु भएको बुवाले हो। हाम्रो जीवन पनि यस्तै हो। जीवनको बाटोमा उकालो, ओह्रालो, आँधीबेरी र कठिन मोडहरू आउन सक्छन्, तर हाम्रो स्वर्गीय पिता सधैँ हाम्रो साथमा हुनुहुन्छ। उहाँको उपस्थितिले नै हामीलाई अघि बढ्न साहस दिन्छ। श्रोता, आजको जीवनमा कसरी लागू गर्ने? नम्बर 1, आफ्नो परिस्थिति भन्दा परमेश्वरको उपस्थितिमा बढी भरोसा राख्नुहोस्। डरले सधैँ समस्या मात्रै देखाउँछ, तर विश्वासले परमेश्वरका प्रतिज्ञाहरू देखाउँछ। परिस्थिति जस्तो सुकै भए पनि परमेश्वरले तपाईँलाई कहिल्यै छोड्नुहुने छैन।
उहाँ तपाईको साथमा हुनुहुन्छ। नम्बर 2, तर डर लाग्दा आत्तिनु भन्दा पहिले प्रार्थना गर्नुहोस्। जब डरले तपाईको हृदय ढकढकाउँछ त्यसलाई आफ्नो जीवनको मालिक बन्न नदिनुहोस्। आफ्नो सबै चिन्ता परमेश्वरलाई सुम्पनुहोस्। प्रार्थनाले हामीलाई सम्झाउँछ कि हामी एक्लो छैनौं, परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ। नम्बर 3, विश्वासका साथ अर्को कदम चाल्नुहोस्। परमेश्वरले प्राय सम्पूर्ण यात्रा एकैचोटि देखाउनुहुन्न। उहाँले हामीलाई एउटा कदम विश्वासका साथ चाल्न बोलाउनुहुन्छ। सायद त्यो कदम कसैलाई क्षमा गर्नु हो, सायद फेरि नयाँ सुरुवात गर्नु हो, सायद सत्यको पक्षमा उभिनु हो, वा सायद हार मान्नुको सट्टा आशा रोज्नु हो। जब हामी विश्वासका साथ एउटा कदम चाल्छौँ परमेश्वरले अर्को कदम पनि देखाइदिनुहुन्छ। प्रिय श्रोता, सायद तपाईलाई भोलि के हुनेछ भन्ने थाहा छैन, तर भोलिलाई आफ्नो हातमा राख्नुहुने परमेश्वरलाई तपाईँ चिन्नुहुन्छ र उहाँ कहिल्यै परिवर्तन हुनुहुन्न। उहाँ सधैँ विश्वासयोग्य हुनुहुन्छ। तपाईको चुनौती ठूलो हुन सक्छ, तपाईको डर पनि वास्तविक हुन सक्छ, तर परमेश्वरका प्रतिज्ञाहरू तपाईका सबै डर भन्दा धेरै महान छन्। याद राख्नुहोस्, साहसी बन्नका लागि डर नहुनु आवश्यक छैन। परमेश्वरमा भरोसा गर्नु नै साँचो साहस हो। त्यसैले आजदेखि नै आफ्नो शक्तिमा होइन, परमेश्वरको शक्तिमा भरोसा गर्दै साहसका साथ जीवन जिउनुहोस्। आउनुहोस् हामी सँगै मिलेर प्रार्थना गरौँ। स्वर्गीय पिता, आज हामीलाई तपाईको वचनद्वारा सम्झाउनु भएकोमा धन्यवाद। हामीलाई यो विश्वास दिलाउनु भएकोमा धन्यवाद कि हामी कहिले एक्लो छैनौं। जब हाम्रो मन डरले भरिन्छ हामीलाई तपाईको प्रतिज्ञा सम्झन सहायता गर्नुहोस्। अनिश्चित परिस्थितिहरूमा पनि तपाईमाथि भरोसा गर्ने साहस दिनुहोस्। आज निराश भएका सबैलाई नयाँ आशा दिनुहोस्। चिन्तित भएका सबैलाई तपाईको शक्तिले भरिदिनुहोस्। बिरामी भएकाहरूलाई आफ्नो निको पार्ने हातले स्पर्श गर्नुहोस्। निर्णय गर्न सङ्घर्ष गरिरहेका मानिसहरूलाई बुद्धि दिनुहोस्। हामीलाई आफ्नै शक्तिमा होइन, तपाईको सामर्थ्यमा भरोसा गर्न सिकाउनुहोस्। हाम्रो जीवन अरूका लागि पनि साहस र आशाको उदाहरण बनोस्। हामी जहाँ जहाँ जाउँ त्यहाँ तपाईको प्रेम, शान्ति र उपस्थितिको साँची बन्न सकौं। यी सबै प्रार्थना हाम्रा प्रभु मुक्तिदाता येशू ख्रीष्टको नाउँमा माग्दछौँ, आमेन। प्रिय श्रोता, आजको दैनिक आशा कार्यक्रममा हामीसँग सहभागी हुनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। हामी प्रार्थना गर्छौं कि आजको परमेश्वरको वचनले तपाईको हृदयमा नयाँ साहस, नयाँ विश्वास र नयाँ आशा जगाएको होस्। यस हप्तामा तपाईले जुनसुकै चुनौतीको सामना गर्नु परे पनि परमेश्वरको यो प्रतिज्ञा सधैँ सम्झनुहोस्। बलियो र साहसी हौ, नडराऊ, निराश नहौ, किनकि तिमी जहाँ जहाँ जान्छौ त्यहाँ त्यहाँ परमप्रभु तिम्रो परमेश्वर तिमीसँग हुनुहुनेछ। परमेश्वरले तपाईलाई आशिष दिनुभएको होस् र तपाईको रक्षा गर्नुभएको होस् र उहाँको शान्ति तथा साहसले तपाईको हृदय भरिदिनु भएको होस्। अर्को कार्यक्रममा हामी फेरि भेट्नेछौँ। तबसम्म विश्वासमा दृढ रहनुहोस्, साहसका साथ अघि बढ्नुहोस् र आशामा जीवन बिताउनुहोस्। परमेश्वरले तपाईलाई प्रशस्त आशिष दिनुभएको होस्।